हेलो गाइस, दर्शन नमस्ते नमस्कार। हामी हिउँ परिरहेको अवस्थामा पनि हामी ड्युटीमा छौँ। अहिले हिउँ परिरहेको छ, यस्तैमा भाइने ड्युटी गर्नु बाध्यता। यहाँ त हाम्रो डोल सर हुनुहुन्छ, यहाँ हाम्रो साथीहरू देख्न सकिन्छ। अब ड्युटी सुरु हुन आँटेको छ। हाम्रो चिसोमा पनि चिसो भनेर बस्नु पाइन्न, काम गराइरहेको छ। यता हाम्रो जगदीश तिवारी, यता जगत राणा मगर, यता छेत्री के अरे एउटा छेत्री, यता देखाउन मिलेन। साथीहरू चिसोमा नि काम गर्दै रमाइरहेको छन्। ए हाम्रो दाजु रमाएको देख्न सकिन्छ यो पर्दाखेरि। स्याङ्जाली बाहुन यता यता हाम्रो यो यहाँ ए ड्युटी गर्नुपर्छ। यस्तैमा ड्युटी सुरु भइसकेको छ साथी। यता लागिसकेको छ हाम्रो गाइजहरू। हिउँ त पुरै झमझम पर्न थाल्यो होइन, पुरै परिरहेछ है हिउँ। यसरी घुम्ने अनि रड उखाल्नुपर्छ। रड भेट्यो भने उखाल्ने हो, भेटेन भने यसरी हिँडिराख्ने हिउँमा भयो नि। हजुर पुरै हिउँ त आयो क्या है। यस्तै छ गाइस, हेर्दै गर्नु होला हाम्रो मेरो भिडियोहरू। अन्तिमसम्म भिडियो हेरेर पनि साथ दिनु हुन अनुरोध गर्दछु। मेरो युट्युब च्यानललाई मन पऱ्यो भने सब्सक्राइब पनि गरिदिनु होला। सब्सक्राइब कमेन्ट गरेर साथ दिनु हुन हार्दिक अनुरोध गर्दछु। हाम्रो भिडियोहरू हेर्दै गर्नु होला। यस्तै हिउँमा कम्पनीले सुत्नु दिएन। सुत्नु त अब केही कुरा कम्पनीले छोडेन भनौँ न। यो पनि फेरि युरोपतिरको काम है। फेरि यस्तो युरोपतिरको काम है दाजु। ए पुरै हिउँ जम भएर यस्तो छ। ड्युटी लगेर ड्युटीमा काम गराइरहेछ। यता काम गर्ने हो। हिउँ पनि परिरहेछ अलिअलि। हिउँ परिरहेको छ यता। त्यही माथि यस्तो खालको ड्युटी लगाइरहेको छ कम्पनीले। हाम्रो दाजुले काम गर्दै हुनुहुन्छ। काम गरौँ दाजु। पारीतिर देख्न सकिन्छ हाम्रो साथीहरू ड्युटीमा। हिउँ भने पर्न रोकिएको छैन, झमझम हिउँ परिरहेको छ है दाजु। यसो हाई गरिदेऊ न, गाडीले देख्दैन होला नि त। गाडी हेर है उता, गाडीले के गरेर। यस्तो छ ड्युटी। ड्युटी फेरि इजी छ, यसरी हिँड्ने मात्रै हो। हिँड्ने भन्दा नि यो रड गाडीको हुन्छ, यो अङ्गुरलाई टेकाउनलाई त्यो उठाउनुपर्छ। यहाँ एउटा दाजुले भेट्नु भएको छ फेरि रड। यस्तै उछाल्ने हो, बोक्ने हो। तर हिउँ परिरहेछ देख्न सक्नुहुन्छ। यसरी रड यो उखालेर बोक्नुपर्छ है। अनि छेउमा पुऱ्याएर छेउमा छोड्नुपर्छ। यता हाम्रो दाजु स्याङ्जातिरको पोखरेल बुढो पोखरेल दाजु हुनुहुन्छ। यसरी हेर्दै गएर यस्तो एउटा क्लिप हालेको हुन्छ रडमा। त्यो क्लिप छैन भने उखाल्नुपर्छ, छ भने छोड्नुपर्छ। पुरै सेफ्टीसँग हुन्छ हाम्रो काम गराएपछि। यता फेरि यतै छोडौँ साथी। ए छोडाइ यसरी छोड्नुपर्छ। यतै पछि उठाउने हो हाम्रो साथीहरू। पुरै हिउँमा काम गर्नुपर्छ देख्न सक्नुहुन्छ गाइस। हाम्रो साथीले हिउँमा यसरी काम गरिरहेछ। के गर्नु, चिसो छ, हिउँ परेको छ। यसो पनि ड्युटी निभाउनु पर्छ। आफ्नो कर्तव्य पुरा गर्नु बाध्यता छ। देख्न सकिन्छ पुरै हिउँ जमेर हिउँमाथि काम गर्नुपर्छ। कस्तो छ ड्युटी? हिउँ परेको माथि फेरि हुस्सु लागेछ पुरै है। अहिले हिउँ त परे छैन, हिउँ हिजोतिर परेको त्यही जमेर पुरै चिसो छ।
ल हाम्रो साथी चाहिँ यस्तो हिउँमा काम गर्दै हुनुहुन्छ। ड्युटी गर्नु परेछ है। ड्युटी गर्नु परेछ यस्तो चिसोमा पनि। कस्तो लागेछ तपाईलाई? कहाँ गाह्रो भएको छ यार, पुरै बिजोग छैन। पुरै हात खान्छ चिसोले, पुरै तारमै हिउँ जमेछ। हिजो र अस्ति 2 दिन हिउँ परेर आज काममा ल्याएको छ। काममा ल्याएछ, के गर्ने, काम गर्न पर्यो। पुरै चिसो छ। त्यसलाई अब यहाँ यति काम नगरिकन यहाँ कामै छैन। के गर्ने, अब हामीले भनेको सुन्दैन कम्पनीले, जाडो हो भनेर मान्दैन। यस्तै छ ड्युटी। युरोप भन्ने मात्रै हो, बन्दुक हान्नुपर्छ फेरि। बन्दुक हान्नुपर्छ है साथी, बन्दुक देख्नु भयो। देख्नु है, म तपाईँलाई बन्दुकको नजिकै गएर देखाउँछु। यस्तो गर्ने, यसरी बन्दुक हान्ने, लामो भयो भने यसरी काट्दिने। काम त सजिलै छ, तै पनि अङ्गुरको हाँगा हो यो। अङ्गुरको हाँगालाई यसरी बन्दुक हानेर लामो भने काट्दिने। केटा काम गर है। यस्तो हिउँ परेछ ड्युटी, यस्तोमै गर्नुपर्छ। गाह्रो छ, गाह्रो छ ड्युटी।